मलाई अब धेर बोल्नु त आउँदैन कहिले पनि यसरी उयो गरेको छैन। तर एउटा कुरा के हो भने हामीहरू अहिले सबैजना त्यो यो मनको आवाज जस्तो हुन्छ नि एउटा देशको परिस्थिति र कस्तो भने देशमा पोलिटिकल सुधार हुनुभन्दा पहिले के छ भने जनताको आर्थिक समृद्धि निर्देशन कसरी देश अगाडि बढ्छ, समाजलाई कसरी उयो गर्ने भन्ने कुरामा छ होइन। अब उहाँहरू पनि अब विशाल सरहरू उहाँहरू एउटा लडाइँ लडिरहनु भएको छ, हामी एउटा लडाइँ लडिरहेको छौँ। विभिन्न मोर्चाबाट लड्दाखेरि हामीले जुन एउटा डेस्टिनेसन एउटा पाउनु पर्ने त्यो पाउनुलाई गाह्रो हुन्छ। सबै हामीहरूले यसरी मिल्दै गएर हामी यत्रो ठुलो समुदायलाई एउटा उसबाट मेन स्ट्रिमबाट अलग्याएर सम्बोधन जुन हाम्रो समस्याहरूलाई सम्बोधन नगर्ने अनि क्षणिक उहरूले चाहिँ देशको एउटा इकोनोमीलाई नै उयो गर्ने कुरामा चाहिँ हामी सँगै सहकार्य गरेर लडेर एउटा आफ्नो मतलब उयो पाउने डेस्टिनेसन पाउने एउटा उयो गर्ने भनेर मलाई चाहिँ लाग्छ। हाम्रो सहकार्य बढ्छ पनि हामी निस्वार्थ भावनाले होइन आफ्नो उसको लागि उयो गरेको छु। अब यसमा मलाई अब सबैजना मिलेर अगाडि लडाइँ लडौँ होइन। जुन हजुरहरूको पनि एउटा फोर्स छ होइन, त्यसलाई सहरमा उयो गरेर सहर केन्द्रित गरेर सहरको मान्छेहरूलाई पनि त्यसको ओनरसिप, तपाईँहरूको दुःखहरूलाई पनि हाम्रो आफ्नो जस्तो दुःख, किनभने हाम्रो पीडा सबैकै एउटै छ क्या। पीडाले गर्दा हो हामी अहिले सबै एउटा उयो भएको। हाम्रो एउटा मेन अहिले उयो नै त्यस कारणले हामी यसलाई सँगै अगाडि बढाएर ठुलो छाती बनाएर सबैलाई समेटेर हामी अगाडि बढौँ उयो गरौँ भन्ने।